Hello everyone, welcome back to my channel. अनि आजको ब्लगमा तपाईं सबैजनालाई स्वागत छ। आज चाहिँ म रेडी भएर चाहिँ अब घर जाने लागेको। अहिलेको यो सिजनमा यो खिरा चाहिँ पुरा कराउँछ हैन। हेर्न सक्नुहुन्छ आजको न्यू ब्लगमा तपाईं सबैजनालाई स्वागत छ। अनि आजको ब्लग चाहिँ त्यस्तो इन्ट्रेस्टिङ केही हैन, जस्ट घर गएको अनि अहिले चाहिँ म भाइ ल्याउन जान गइरहेको छु हैन। भाइ चाहिँ बाइचुङ स्टेडियममा साई होस्टेल स्पोर्ट्स होस्टेलमा बस्छ नि त। भाइलाई रिसिभ गरेर भाइलाई लानु छ घर, त्यहाँबाट त्यही ब्लग हुनेछ। अहिले भाइसँगै भेट्नु छ। बाइ। ल म चाहिँ भर्खर नै नाम्चीको बजार आइसकेको छु। अहिले चाहिँ म भाइसँग स्टेडियम जान आएको छु। घाम चाहिँ कस्तो लागिरहेछ। यहाँ चाहिँ अलिक शीतल छ, रुखै रुख भएर हो। अब चाहिँ म पुग्नु आँटेँ। हाम्रो चाहिँ उयो भएको नि त, दशहराको होलिडे, कलेजहरू स्कुलहरू अनि त्यही भएर भाइको पनि छुट्टी, मेरो कलेज छुट्टी। अब चाहिँ घरकै भ्लग आउँछ हैन। ल म चाहिँ फाइनली आइपुगेँ बाइचुङ स्टेडियम। अनि के भन्छ, ल्याउनु चाहिँ प्यारेन्ट्सै जानुपर्छ त्यस्तोहरू भन्नुहुन्छ होला हैन। सबै हस्टेलको आफ्नो आफ्नो रुल हुन्छ। यदि भाइ त्यत्रो ठुलो पनि होइन सानो नै हो, त्यत्रो सानो पनि होइन, क्लास 10 पुगेको हो। अनि ल्याउनु त जानै पर्यो होइन। भरे कहाँ जान्छु के गर्छु। अन्तर चाहिँ अब म यहाँ प्रवेश गर्दैछु भित्र। अनि भाइ चाहिँ मेरो काकाको छोरा हो। क्यामेरा चाहिँ हल्दी होला अलिक होइन, सरी। पहिला म तपाईँहरूलाई यहाँको प्ले ग्राउन्ड देखाउँछु त। यस्तो छ होइन। अन्त यहाँदेखि माथि गयो भने चाहिँ यिनीहरूको हस्टेल छ नि त। यसलाई पहिला म बोलाइहाल्छु होइन। यसको लुगाहरू के हो कसो हो। आजको दिन यस्तो दामी भइरहेको छ होइन। खै सोम तल ए मेरो भाइ लु छिटो लिएर आइज ब्यागहरू। मेरो भाइ चाहिँ यत्रोमा भन्दा यहाँनिर सेलेक्ट भएर जोइन गरेको कि अहिले कत्रो ठुलो भएको छ। अब भाइ भन्छ मभन्दा अग्लो छ सबैजना। के भयो अरे यस्तै ड्रेसमै जानुपर्छ घर। लु प्यारेन्ट्स भेट्दै आजको लागि ल। के हो यो कतिवटा हो ह्यान्ड राइटिङ दिएर कहाँ गएको घरै गएको सबै बोक्यो होला नि, मैला लुगा जति सबै। भाइ यहाँ चाहिँ दिदी भाइको तनाव छ गरममा। देख्दैछ कि अग्लो भएर क्यामेरामा। कहाँ गएको उयो राखिराख ब्याग। यसले चाहिँ यसो अरे कि केस काट्नु जाने पैसा छ होला नि पो भन्नु अरे। केस काट्ने हराउँदैन त्यो पनि तल जानु अरे केस काट्नु। साह्रो छ भाइको जिन्दगी। यसले लिएर आएको छ नि यहाँनिर केस काट्ने। केस काटेर ए बिजोक इन द हाउस छ हो। अब चाहिँ हामी स्ट्यान्ड गएको हो, त्यहाँबाट चाहिँ गाडी जोरथाङसम्म, त्यहाँबाट जोरथाङदेखि चाहिँ घर। 1 hour later. ल हामी चाहिँ भर्खर जोरथाङ आइपुगेको छ। कस्तो गरम छ यहाँ त झन् हो। गाडी पनि 2:30 मात्रै हिँड्छ अरे। अब हामी कहाँ जानु? अहिले बज्दैछ कति 12:14 मात्रै। दोकान हो मजा आएछ। जमिन फोन दोकान भनेपछि चाहिँ मचिहाल्छ नि त एउटा। यो सिक्किमको जोरथाङ भन्ने जग्गामा यस्तो गरम हुन्छ, यस्तो गरम हुन्छ कि के भन्नु। घाम चाहिँ कहाँबाट आउँछ नि। यो कहाँ हो भैया भन्न अब आएको होइन त भैयाकोमा। खै कभर दिन्छु भनेर अस्ति मलाई बिर्सेको छैन त। अन्त कहाँ बिर्सिन्छ। मैले चाहिँ फोनै भैयाकोबाट किनेको हो। यसले पनि किन्ने अरे। हेलो भनिदिनु नि।
लफै भनेको फोन किन्नु छ भने भैयाकोमा आउनुहोस् होइन भैया भन्नु नि अब यहाँ के फोन छ यहाँ भनिदिन्छु म यहाँ वासिङ मसिन रहेछ अन्त के हो यो फ्रिज रहेछ उयो पनि रहेछ साउन्ड बक्स डिजे फ्रिज छ टिभी छ होइन अन्त मान्छे छ भन्नु नि सबै छ है गरममा गरम छ के चाहियो तपाईँलाई फ्यान पनि छ सब्सक्राइब गर्नुभएको छैन तपाईँले त हेलो धन्यवाद छ भैयालाई लु हामी चाहिँ गरममा अड्किरहेको छ ट्राफिकमा हेर न गाडीहरू पनि त्यसरी आएको लु हिँडिहाल्यो नि त डर्के आगे यस्तो साह्रो गरम छ के भन्नु यो रोडमा चाहिँ अब गाडी पनि 2 बजी हिँड्छ अरे होइन एकछिन त अब त्यो भैयाको दोकानमा हामी बस्यौँ अब चाहिँ कहाँ जाने तक्लु वेल अफ सिक्किम जठाङ गएको घर गएको ऊ बल्ल बल्ल आइसक्रिम दोकान पायो छ आइसक्रिम भैया फाइनली 2:30 हुनु लागेको छ के गर्दै बस्यो म त उबाट फ्यान ताप्नु गएँ नि बसेर एक निन्द्रा सुतेर आयो हो एकदम 2:30 भएको छैन अझै 15 मिनट छ 1 million zillion jillion dillion cotillion times later. ठिकै छौ ल फाइनली घर आइपुगेको अवस्था ल तपाईहरुले एकछिनबाट म आफ्नै घर पुगेर भ्लग गर्छु ल घर पुग्नु आँट्यो हो बाहुबली बाहिर चाहिँ जान्दैछु म चाहिँ है घरमा चाहिँ कोही हुनुहुन्न तर बाबा मात्रै हुनुहुन्छ हो अरू सबै दोरमदिन जानु भएको छ हेलो हेलो बाबा एक्लै अनि त्यही हो अब घरहरू साफ सफाई गर्ने काम छ मेरो चाहिँ हो एकछिन एक राउन्ड लगाउँ न घर किनभने म चाहिँ घर नआएको चाहिँ कति महिना भयो अनि मलाई कस्तो रामेन खानु मन परिरहेको छ खानु चाहिँ म छोडौँ भनेको कि आज लास्ट खाएर चाहिँ म छोड्ने लु अब चाहिँ पहिला म यो खान्छु हो पुरा भोक लागेछ कि खाएर मात्रै म सबै सफाहरू गर्नुपर्ने छ होइन त्यहाँबाट पहिला यो पकाइहाल्छु ल मैले चाहिँ भर्खर बारीबाट सब्जी पनि टिपेर ल्याएको छु बेलुकाको लागि सिबी हो बोरा सिबी त्यसकै अनि यो पकाउँछु होइन अब अन्त हेर्दा हेर्दै रात पनि पर्यो अन्त बाबा मेरो लागि चाहिँ अब म सब्जी दालमा बसाउनु आँटेको काकामा हुनुहुँदैछ काकाको लागि पनि अन्त तपाईँले लास्टसम्म हेरिदिनु भयो होइन अब त मामाहरू पकाएको त के देखाउनु सो त्यही हो अब सब्जी माम दाल पकाउनु छ बाबा उनको निका जानुभयो माथि होइन अब म पकाउँछु त्यहाँबाट तपाईँहरूलाई भोलिको ब्लगमा भेट्नेछु अब घरकै ब्लग आउँछ डेली ब्लग अनि त्यो हेर्दै गर्नुहोस् होला अल्छी नमानिकन होइन भोलि चाहिँ हाम्रो गाउँहरू पनि देखाउँछु तपाईँहरूलाई के कसो हुनेछ भोलिको ब्लग हेर्दै गर्नुहोस् होला अनि
आज लास्टमा हेरिदिनु भयो थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई